भोटर लिस्टबाट के तपाईको नाम हट्यो भने के तपाईँ अब भारतको नागरिक रहनु हुँदैन त? यसलाई लिएर सुप्रिम कोर्टले ठूलो बयान दिएको छ। हजुर तपाईहरु सबै ठिकै सुन्नुहुँदैछ। अहिले हामी सबैलाई थाहा भएकै कुरा हो, एसआईआर सुरु भइसकेको छ सिक्किम अनि अन्य राज्यहरुमा। स्पेशल इन्टेन्सिभ रिभिजन है, जहाँनेरि भोटर कार्डलाई, हाम्रो भोटर कार्डलाई त्यहाँ हेरिन्छ, त्यो पक्का हो कि होइन, जेन्युन हो कि होइन भनेर हेरिन्छ। जो होइन, जसले फेक पाराले बनाएको छ है, गैर कानुनी तरिकाले बनाएको छ भने त्यसको के हुन्छ, खारिज हुन्छ अथवा क्यान्सल हुन्छ। सपोज कसैको है भोटर लिस्ट क्यान्सल भयो केही कारणले गर्दा भने के अब ऊ भारतको नागरिक रहेन त? के अब उसले भोलि भारतलाई नै छोडेर जानुपर्ने छ त भन्ने प्रश्न उठ्न सक्छ। तर आज यो प्रश्नलाई लिएर सुप्रिम कोर्टले के भनेको छ भन्दा, एसआईआर गरेर सपोज भोटर लिस्टबाट नाम हट्यो भने भारतको नागरिक होइन भन्न चाहिँ मिल्दैन भनेको छ। किनभने भारतको नागरिकतालाई लिएर को हो को होइन भन्ने कानुन चाहिँ सिटिजनशिप है, जुन एक्टहरु छ है, अर्कै हुन्छ। त्यसको कानुन चाहिँ के छ, अर्कै हुन्छ भनेको छ। र यो भोटर लिस्ट एसआईआर गरेर भोटर लिस्टबाट नाम हट्दैमा भारतको नागरिकता होइन भन्न चाहिँ मिल्दैन भनेको छ सुप्रिम कोर्ट अफ इन्डियाले।